हेलो गाइस नमस्कार आज फेरि म नयाँ ब्लग लिएर आएको छु ब्लगमा के छ भन्दाखेरि चाहिँ हाम्रो सर कहाँ हो तपाईँ सर म चाहिँ दार्जिलिङबाटै हो है टिभी टावर र धेरै भाइको सुनेर चाहन्छु आएको दया नहीं खाते मेरे लड़के देते गेट तोड़ मांसाहारी बाबा जगाना नहीं शेर को मिलना था शाने लोग को बोला नंतर भेटो मेरे को साबनी मेरे को शेड बोल दया नहीं खाते मेरे लड़के देते गेट तोड़ मांसाहारी बाबा जगाना नहीं शेर को मिलना था शाने लोग को बोला नंतर भेटो मेरे को साबनी मेरे को शेड बोल ट्रस्ट अपन करता नहीं किस पे खुदा है पहला बाकी डरता नहीं किससे तपाईँ कपालमा चाहिँ के गर्नुपर्ने मैले चाहिँ कल छ नि कपाल पुरा तपाईँको है कली भएको छ यो कपाललाई चाहिँ के गर्नुपर्ने त्यही त यो मेरो कपाल चाहिँ धेरै ड्यामेज भइसकेको थियो कि धेरै सेलुनहरुमा गए है र आज भाइको फर्स्ट टाइम सुनेर चाहिँ भाइको सजेस्ट अनुसार के गर्दा हुन्छ है भाइ म त कपालमा नि केराटिन पनि गर्न सकिनु पोसिबल छैन हो बोटक्स पनि गर्न पोसिबल छैन हो तपाईँ कपालमा म स्ट्रेट गरिदिन्छु लोरियलको जुन चाहिँ स्ट्रेटनिङ क्रिमले हो स्ट्रेट गरिदिन्छु ल दामी भएछ तपाईको कपाललाई ल एकदम उयोसँग हुन्छ नि है हजुर राम्रो हुन्छ तपाईको दामी चाहिँ दामी भइन्छ तपाईको ल फर्स्टमा चाहिँ यस्तो छ है अहिले त्यस्तो छ अब कपाल ड्यामेज चाहिँ हेर्न सक्नुहुन्छ गाइस तपाईहरुले हैन ड्यामेज अब प्रोसेस हेर्नुस् होला त्यहाँ त्यसको बाद फिनिशिङ कस्तो हुँदैछ त्यो त गाइस अब हाम्रो प्रोसेस स्टार्ट भइरहेको छ है हेयर स्ट्रेटनिङको अनि तपाईले देख्नुहुन्छ मजाले हैन अनि तपाईलाई कस्तो लाग्छ मेरो सलुनमा आएर तपाईलाई एकदम अब तपाईको सजेस्ट जुन चाहिँ सुन्यो है यो प्रकारले अब हामीलाई त त्यति थाहा छैन हैन हेयरको कस्तो हुन्छ के हुन्छ ट्रिटमेन्टहरु र तपाईले बताएको अनुसार गरौँ हैन गरेर हेरौँ अझै म साथीहरुलाई जुन प्रकारको सक्सेस हुन्छ हैन साथीहरुलाई पनि म रेफरेन्स गर्छु साथीहरुले हेरिरहनु भएको छ उहाँहरुले अब कस्तो हुन्छ काम भनेर के त अब हजुर हजुर हाम्रो टुरिज्मको धेरै साथीहरु छ है उहाँहरुलाई म रेफरेन्स दिन्छु हुन्छ स्टार्ट भइसकेको छ हैन तपाईले हेर्न सक्नुहुनेछ अब यो क्रिम चाहिँ हामीले स्क्र्यापमा लाउनु हुँदैन नि त किन स्ट्रेटनिङ क्रिम हो त्यसले गर्दा Young Frenchie 808 यसो गाइस चाहिँ अहिले हाम्रो जुन चाहिँ प्रडक्ट हामीले एप्लाई गरिसकेको छ यो प्रडक्ट एप्लाई गरिसकेपछि हामी 30 मिनट लागि चाहिँ यो प्रडक्टलाई काम गर्नलाई छोडिदिनुपर्छ नि त्यसले 30 मिनट लागि राखिन्छ हो र 30 मिनट बाद टक्क वास गरेर स्ट्रेचिङ आइन गर्दै लान तपाईले देखाउनु सुनाइछु ल कस्तो लागिरहेछ तपाईलाई अहिले एउटा हुन्छ नि मेरो सलुनभित्र आएर यसो भाइ हुन्छ नि तपाईँ निकै सलुन जानुभएको छ होला होइन मेरो सलुनमा चाहिँ फर्स्ट टाइम हुनुभयो नि तपाईँ होइन के कस्तो लाग्दैछ तपाईँलाई अब होइन भाइहरूको अब काम सँगसँगै होइन भाइहरूको जुन चाहिँ बोडी छ होइन व्यवहार छ जुन प्रकारको एउटा लगनशीलता छ है त्यो एकदम सराहनीय छ र अब समय साथ यो एउटा महत्त्वपूर्ण पनि हो होइन दिनदिनै अब हामीले पनि शरीरलाई मात्रै ट्रिटमेन्ट नगरेर हाम्रो जुन चाहिँ कपाल छ होइन यसलाई पनि अब समय सालमा ट्रिटमेन्ट गर्नैपर्छ र कुन्दन भाइ चाहिँ यसमा चाहिँ पर्फेक्ट लाग्यो मलाई पर्फेक्ट छ र त गाइस यो टक्क प्रोसेस भइसक्यो तपाईँ देखाउनुहोस् आइनिङ गर्दै दामी बनाउँछु कपाल चाहिँ आज चाहिँ म चाहिँ यसो गाइस अहिले हाम्रो स्ट्रेटनिङ क्रिम लगाएर पनि वास गरेर पनि अब हामीले आइरन त हामीले यतिको चाहिँ भइसकेको छ उहाँको हेर्नुहोस् यहाँनिर यतिको चाहिँ भइसकेको छ हो अब अझै मजाको हुँदै जाँदैछ हेर्नुहोस् यहाँनिर यतिको चाहिँ भइसकेको छ अहिले यतापट्टि चाहिँ गर्नु बाँकी छ र अब म स्ट्रेटनिङ गर्दै गरेको चाहिँ म तपाईँलाई देखाउनेछु हो हेर्नुहोस् ल तपाईँले गाइस गाइस अब चाहिँ न्युट्रिलाइजर लगाएर चाहिँ हामीले 15 मिनट राख्नुपर्छ गाइस हैन 15 मिनट बाद फेरि वास गरेर फेरि अब त्यहाँ तपाईले म देखाउछु यो दामी हुनेछ उहाँको स्टेप चाहिँ हो
यसो गाइस फाइनली हाम्रो है सरको हाम्रो जुन चाहिँ हेयर स्ट्रेटनिङ थियो अन्त प्लस हेयर कटिङ थियो सबै कम्प्लिट भइसकेको छ होइन त उहाँको जुन चाहिँ फाइनल लुक चाहिँ त्यस्तो भएको छ होइन तपाईँले हेर्न सक्नुहुनेछ स्टार्टिङमा कस्तो कपाल थियो होइन अहिले कस्तो दाइज भएको छ उहाँको हेयर स्टाइल होइन तपाईँले हेर्न सक्नुहुनेछ सर तपाईँलाई कस्तो लाग्यो मेरो सुनमा तपाईँले एकपल्ट भनिदिनुहोस् एकदमै राम्रो लाग्यो है जुन चाहिँ कुन्दन सेलुन छ हजुर हजुर एसडी लामा रोड होइन एसडी लामा रोड दार्जिलिङ है ब्याङ्क अफ इन्डियाको अपोजिट भन्दा पनि हुन्छ यहाँनिर उहाँकोमा आएर तपाईँहरूले पनि एक्सपिरियन्स सेयर गर्नु सक्नुहुन्छ र आफूलाई एकदम बेस्ट हेयर कटिङदेखि लिएर है सबै त उहाँले अब उहाँको सजेस्टमा गर्नुभयो भने चाहिँ तपाईँले एकदम तपाईँको फेस अनुसार उहाँले जुन प्रकारले गरिदिनुहुन्छ त्यो चाहिँ एकदम 100मा 100 सेटिस्फ्याक्सन है र तपाईँहरूलाई म रेफरेन्स दिन चाहन्छु तपाईँहरू पनि टाढो टाढो जति पनि दार्जिलिङको वरिपरि हुनुहुन्छ नगरपालिका म्युनिसिपालिटीको एरिया भयो टी गार्डन गाउँ बस्ती है उहाँहरू सबै आएर एकपल्ट हो टेस्ट होइन अब उहाँको हस्पिटालिटीदेखि लिएर उहाँको बिहेभियर उहाँको जुन चाहिँ बोलीचालीदेखि लिएर उहाँले जुन चाहिँ गेस्टलाई एउटा 100% दिएर जुन चाहिँ क्लाइन्टलाई 100% दिएर गर्नुहुन्छ त्यो चाहिँ एकदम सन्तोषजनक र यो समय साक्षेप पनि हो है दार्जिलिङमा नौलो अब एउटा यो युनिक प्रकारको जुन सेलुनमा उहाँले गर्नुभएको छ एउटा क्लाइन्टलाई भगवानको रूपमा लिएर गर्नुहुन्छ है त्यसको लागि चाहिँ उहाँको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु थ्याङ्क यू भेरी मच साथी तपाईँलाई मलाई चाहिँ खासमा के छ भन्दा म जुन चाहिँ पहिला मैले चाहिँ के थियो भन्दाखेरि चाहिँ म हेयर कट पनि गर्थेँ क्या त प्लस म स्कुल पढ्दाखेरि चाहिँ मलाई भिडियो बनाउनु पुरा रहर हुन्थ्यो क्या मलाई फोटो भिडियो बनाउनु पुरा रहर हुन्थ्यो अहिले यो सोसियल मिडिया त्यहाँदेखि चाहिँ के भयो भन्दाखेरि चाहिँ अब म काम पनि गर्दै गरेँ त्यो चाहिँ मैले भिडियो पनि बनाउँदै गरेँ क्या त त्यस्तो गर्दा 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 तपाईँसँग यहाँ आइपुगिसकेको अझै पनि माथि पुग्नुपर्ने छ है अब मेरो कोसिस छ अन्त यस्तो छ अन्त गाइस तपाईँलाई के कस्तो लाग्यो है उहाँको हेयर स्टाइल जुन चाहिँ पहिला तपाईँले हेर्नुहुँदै थियो उहाँको एकदम रफ थियो कर्ली थियो होइन हेयर अन्त अहिले चाहिँ लास्टमा चाहिँ फिनिसिङ जस्तो भएको छ हेयर स्टाइल होइन उहाँको अन्त तपाईँले के कसलाई कमेन्ट गरेर बताउनु सक्छ च्यानलमा न्यू हुन्छ फलो गर्न नबिर्सिनुहोस् यस्तो खालको हेयर कटिङको ब्लग अब हाम्रो च्यानलमा कन्टिन्यू आएकै छ त्यसले गर्दाखेरि चाहिँ आजको ब्लग यति नै थियो होइन बाई बाई फेरि अर्को ब्लगमा भेटौँला गाइस टक्क बोल 3 बजी फेरि नयाँ ब्लगमा गाइस बाई बाई टेक केयर